वेलकम। सो गाइज सबैजनालाई स्वागत छ हाम्रो ब्लगमा। र आज हामी र्यालीमा जाँदैछौँ। यस र्यालीमा हजुरहरूलाई उपस्थित हुनलाई आग्रह गर्दछु। हँसाउनुहुन्छ कि हाम्रो दादाले एकदम फेरि। ओके, हामी र्यालीमै जानेछौँ। सबैजना आउनुहोला, हामी त्यही नै भेट हुनेछौँ। लेट्स गो। स्वागत छ यस र्यालीमा। आज चाहिँ परमेश्वर पुनरुत्थान हुनुभएको छ। हाम्रो दादा के भन्नु चाहनुहुन्छ? ख्रिस्टको पुनरुत्थानको निम्ति उहाँले चाहिँ हामीलाई फेरि पनि नयाँ जीवन दिनुभएको छ। आमेन। यस, हालेलुया। हामी बोधबाट जाने कि उताबाट जाने के गर्ने? लेट गर्नु न तपाईँ। यतैबाट जानु। हाम्रो हात उठाउँदैन हिलो रहेछ यहाँ। स्वागत छ। आउनुहोस् हामी प्रार्थना गरेर यो कार्यक्रमलाई परमेश्वरको चरणमा सुम्पिनेछौँ। आउनुहोस् हामी सबैजना साथीहरू हाम्रो जीवी सर्वोच्च पिता पुत्र पवित्र आत्मालाई धन्यवाद दिनुहोस्। ख्रीष्ट येशूलाई तपाईँले पुनरुत्थान गराउनुभयो। मैले हाम्रो केटाहरू परमेश्वरले आफू बनाउनको निम्ति सम्पूर्ण कुराहरूमाथि जय बनाउनको लागि सुखद अवसरमा तपाईँ परमेश्वरलाई हामी धन्यवाद भन्छौँ। तपाईँको महिमा गर्दै तपाईँको नाउँलाई उचाल्दछौँ। सारा आदर र प्रशंसा तपाईँको चरणमा राख्दै यो कार्यक्रमलाई भव्य र सफल प्रभु सबै तरिकाले तपाईँलाई पूर्ण महिमा पुग्ने किसिमले सम्पन्न हुन र गर्नका लागि प्रभु यो कार्यक्रमलाई सुरुदेखि अन्तसम्म तपाईँको चरणमा अर्पण गरेका छौँ। तपाईँ प्रभुको शक्तिशाली र विश्वासयोग्य महिमामय उपस्थितिले यो ठाउँलाई यहाँ उपस्थितहरूलाई आउँदै गर्नु। राष्ट्रगान बजाइदिनुको लागि म अनुरोध गर्छु। हाम्रो साथीहरु फाइनल भेटिसकेका छौं। खडा भएर हामी राष्ट्रगानलाई गाउँदैछौँ। घुमेर आइसक्यो, भेट्दै भेट्दैन। लाइभ रिपोर्टिङ। ओ माय गॉड। साथीहरु के छ खबर? स्वागत छ तपाईलाई। पछाडी आइपुग्नु भयो यहाँनिर। हामी त्यो गेटबाट छिरेर हो। गाह्रो त भएन। गाह्रो भएन। पछि फेरि घुमेर म त हिलोमा डुब्दै नै अलिकति।
सर्वभौमै फैलिएका मेची महाकाली सयथुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरा भूमि शान्ति भूमि तरे पानी यो प्यारो हाम्रो मातृभूमि नेपाल भाषा धर्म संस्कृति विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल हालेलुया हामी तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छौं यो उपत्यका व्यापी ईश्वर महोत्सव प्रभु येशू पुरस्कार हुनुभएको महोत्सव यो वर्ष हाम्रो लागि अति नै महत्त्वपूर्ण रह्यो र हामीहरू चाहिँ यो भक्तपुरको ठुलोमा आएर उत्सव मनाउँदै गरिराखेका छौं कुन्ची सबै लान लागेको हजुर अनलाइन हाल्नु हैन प्रभु येशू ख्रीष्टको गुरुहरूलाई म अनुरोध गर्छु बेलुन उडाएर हामी सब जोरदार तालीका साथ हामी बेलुन उडाउनेछौँ घोषणा गर्दै हामीहरू भन्नेछौँ येशू तपाईको नाउँ सबैभन्दा उच्च छ एक दुई तीन येशू तपाईको नाउँ उच्च छ सबै शक्तिहरूभन्दा माथि येशू हुनुहुन्छ उनी प्रभुलाई हामीहरू आराधना यस ठाउँमा हामीहरू गर्नेछौँ हामीहरू बाजाको तालमा हामीहरू ताली बजाउनेछौँ कुनै ठाउँमा प्रभुलाई अनवेशमा महिमा दिँदै कुनै प्रभुलाई हामीहरू आदर गर्छौँ
也是
पुनरुत्थान र जीवन तपाईं येशूलाई आराधना रेडियोबाट जीवित भई उठ्नु भएको येशूलाई महिमा हाम्रो निम्ति क्रुसमा मर्न आउनु भएको परमेश्वरका पुत्र येशूलाई आराधना हाम्रो हृदयको भक्ति हामी तपाईँ जिउँदो प्रभुलाई चढाउँछौँ ग्रहण गर्नुहोस् प्रभु सभी प्रभु यीशु ख्रीष्टको नाममा आमेन।